मेरो नाम रितिका काल हो। यहाँ बाटोभरि त्यस्तो ठुलो ठुलो त गएको छैन तर हेर्न सकिन्छ पहिरै पहिरो कि टिकटक चल्ला छ टिकटक। नमस्ते एभ्रिवान, यो चाहिँ आज 2082 साल असोज 16 गते आज दसैँको दिन हो अनि सायद चाहिँ 11 समथिङमा परेको थियो, 11:53 समथिङमा अनि हामीले दसैँ मनाइसकेको छौँ। मैले भिडियो बनाउन बिर्सिएँ तर केही भएन। Here we have अनु रिसाएर बसिसिन् तर जब पछि 2-4 वर्षपछि हेर्छिन् उनलाई केही रिग्रेट हुन्न। आई वुड यस साथीहरू। अनि त्यसपछि बेबी सिन यहाँ आफ्नै तालमा मस्त एन्ड देन आइ एम टेकिङ दिस क्यामेरा टु लाइक हल भनौँ। टिका लगाएको ह्याप्पी दसैँ। ह्याप्पी दसैँ। त्यही नै अब योपालि अनुष्का छैनिन् अनि त्यसपछि अनुरिका छैनिन्, लक्ष्मी आन्टीहरू हुनुहुन्न, त्यहाँहरू चाहिँ हुनुहुन्थ्यो। अब अरू अङ्कल त्यहाँ कान्छो अङ्कलहरू चाहिँ प्रायः जसो 1-2टा जसमा पहिला हुनुहुन्थ्यो, आजभोलि चाहिँ हुनुहुन्थेन। तर जस अहिले नभएको भनेको चाहिँ अनुष्का, त्यसपछि अनुरिका एन्ड देन लक्ष्मी आन्टी भनौँ अनि प्रकाश अङ्कल पनि। तर ठिकै छ, दसैँ राम्रै भयो अहिलेसम्म, एभ्रिथिङ इज गुड। अब खाना खान्छौँ होला अनि खाना खाएर यताउता छरछिमेकमा टिका लाउनु जान्छौँ होला। त्यही त हो, अब अहिलेसम्म नजिनेको नबोलेको मान्छेहरूसँग गएर भेटघाट हुन्छ, द्याट्स अल। त्यसपछि अब सबैको आफ्नो गन्तव्य होला, त्यहाँतिर लाग्छौँ एन्ड देन त्यही हो, रमाइलो भयो। बनी त राख त त्यति धेरै त्यो छैन है, लाइक बस्ती त्यति धेरै छ भन्नु मिल्दैन तर भित्र चाहिँ बस्ती छ है। त्यो चाहिँ बबैको बजार हो भनौँ, एन्ड दिस इज बबै नदी। बाटोभरि त्यस्तो ठुलो ठुलो त गएको छैन तर हेर्न सकिन्छ पहिरै पहिरो गएको छ होइन। पानीले गर्दाखेरि अब माटो पनि कति दिनसम्म कति बेरसम्म आफूलाई थामेर बसोस् कि थमाएर बसोस्, जबकि मान्छेहरूले डिफोरेस्टेसन गरेर आएको छन्। म एकदमै नेचर लभर हो होइन, सो म नेचरलाई प्रोटेक्ट गर्नको लागि पनि आफूले सकेसम्म कदमहरू चाल्छु कि यहाँबाट पनि पहिरोहरू गइरहेछ। टिकटक चल्ला छ टिकटक। Call out your name, but it's swallowed by space, like a dream that's been erased. The stars don't shine, they're just fading lights. Everything's empty without your eyes. I reach for the warmth that you used to give, but I'm stuck in the past, just trying to live what we had, it's slipping through. सो दिस इज सुबगुना। अनि अब सुबगुना कटेपछि त जान के हो तपाईँको नाम? मेरो नाम रितिका काल हो। कहाँ हो तपाईँको घर? मेरो घर नेपालमा हो। कतिमा पढ्नुहुन्छ हजुर? म 2nd इयरमा पढ्छु। काठमाडौँ लग्ने हो यो काठमाडौँ लग्ने हो। काठमाडौँ यो भाडो काठमाडौँ लग्छु कि यो खानमान खाइ छैन। So hi guys, I'm here to back you